हाम्रो स्थानीय नगर सरकारले फोहोरसँग फोहोरी राजनीति कहिलेसम्म गर्ने? हाम्रो नगर सरकारलाई राम्रो काम गर्नुपर्छ भन्ने चेत कहिलेबाट आउने? आफ्ना नगरवासी जनताहरूको स्वास्थ्यसँग खेलवाड गरेर म स्थानीय सरकारको मेयर उपमेयर हुँ भनेर गर्वका साथ भनेर लाज कहिलेसम्म पचाउने? दर्शकबिन म तपाईँहरूलाई देखाउँछु। मुस्को नगरपालिकाले हाम्रो यो निपानेमा मुस्को नगरपालिका 1 निपानेमा यो डम्पिङ साइट निर्माण नहुँदै पहिले नै फोहोर फालिसकेको छ। त्यहाँ हेर्न सक्नुहुन्छ माथितिर फोहोर फालेछ। अब बर्खाको टाइम आउँदैछ, पानी पर्यो भने यो माटोहरू सबै तल बगाइहाल्छ अनि त्यो फोहोर बाहिर आइहाल्छ। अझ यता अगाडि आउँछ यताको फोहोरहरू टोपेको छ होइन, यस्तो फोहोरहरू छ पुरै गनाइरहेछ। यहाँ डम्पिङ साइट निर्माण हुँदैछ, डम्पिङ साइट निर्माण नहुँदा यो फोहोरहरू यसरी आइसकेको छ। काम कसरी गर्ने अब? यहाँ फोहोर राखेको केही समयमा यसरी माछाहरू मन्किरहन्, झिङ्गाहरू मन्किरहन् होइन। यो काम सकेकै छैन, काम गर्नुपर्ने धेरै नै बाँकी छ। अनि अब यहाँ काम चाहिँ कसरी गर्ने त? यहाँ मान्छेहरूले अब यहाँ को लेबर आएर काम गर्ने हो? अनि यो डम्पिङ साइट पुरा हुने र फेरि फोहोर फाल्ने हो। काम गर्न गाह्रो छ। यो काम गर्ने ठेकेदारले पनि केही समय रोकिन दिनु पर्थ्यो, भन्नु पर्थ्यो, अनुरोध गर्नु पर्थ्यो। यो एक हिसाबले ठेकेदारले पनि त्यो फाल्नै दिए जस्तो अवस्था चाहिँ छ। किनभने ठेकेदारको फाइदाको लागि पनि फाल्न दिए जस्तो अवस्था छ। यो जाली भरिसकेपछि यहाँ चाहिँ माटो भर्नलाई ठेकेदारलाई खर्च आउँछ। त्यो खर्च जोगिनलाई बेलैमा चाहिँ यहाँ फोहोर फाल्यो भन्दा नगर सरकारले अब यसरी यहाँ फोहोरहरू आइसकेको छ होइन। त्यहाँ राम्रोसँग माटोले पनि तोपेको छैन, पुरा खुल्लै छ, पुरा दुर्गन्धित छ पुरै। अब यस्तो दुर्गन्धित ठाउँमा त भोलि विषालु सापहरू आउलान्, अरू अन्य जङ्गली जनावरहरू आउलान्, स्यालहरू, बँदेलहरू अनि होडारहरू आउलान्। अनि यहाँ मान्छेहरू घाँस दाउरा गरिरहेको हुन्छन् होइन। उनीहरूलाई त गाह्रो हुने भयो नि त। यहाँ त्यति मात्रै होइन, यहाँ त हरेक चिजसँग गाह्रो भइसक्यो कि मान्छेको स्वास्थ्यसँग खेलवाड भइसक्यो। यसरी हामी फोहोर फालेको केही समयमा यहाँ आउँदाखेरि त यति दुर्गन्धित छ यहाँको वातावरण भनेपछि भोलि पर्सि पानी पाउला, झरी आउला, अनि कसरी यहाँ काम गर्न सक्ने अवस्था हुन्छ त? यो माटो त पुरै गाह्रो छ। अब यो माटो त पानी पऱ्यो भने सबै बगाएर लिने हो तलतिर। अब यो माथिको फोहोरहरू सबै बाहिर आउने हो। फेरि यसको समाधान पूर्ण मात्रै त होइन होला नि त, अरू केही आधुनिकीकरण गर्न सकिन्छ होला यो फोहोरलाई व्यवस्थापन गर्नको लागि। मेरो गुनासो स्थानीय सरकारसँग भन्दा पनि हाम्रो वडावासीसँग हो, जसले यहाँ सम्झौता गरेर फोहोर फाल्ने सम्झौता गरेको थियो। त्यो सम्झौता अनुसारको नगर सरकारले चाहिँ केही पनि काम गरेको छैन हामीले देखेअनुसार। तर नगर सरकारले चाहिँ यसरी फोहोर चाहिँ ल्याइसक्यो। अनि हाम्रो वडावासीहरू चाहिँ यसरी फोहोर ल्याइसक्दाखेरि पनि किन मौन छन् भन्ने कुरा हो कि खासमा।